नमस्ते। यो देखिएको घर जग्गा यहाँहरूको लागि मैले बिक्रीमा लिएर आएको छु। ठ्याक्कै यहाँबाट जग्गाको सिमाना छ। यो देखिएको यतासम्म सिमाना आइपुग्छ। यो आउने बाटो, अगाडिको यो बाटो 20 फिटको पिच बाटो छ। ठ्याक्कै यो देखिएको घर हो। पूर्व मोडा भएको छ। अगाडि ठ्याक्कै यो यहाँ हेर्न सक्नुहुन्छ। यो देखिएको तीनवटा संरचना सहितको पुरानो संरचना छ। पछाडि पनि यसको बाटोले छोएको छ। पछाडि 24 फिट जति जग्गाको मुख छ। यो देखिएको यतापट्टि 22 फिट छ अहिले चाहिँ मुखतर्फ। तीनवटा कोठा भएको पुरानो संरचना छ। यतापट्टि साइड यहाँले हेर्न सक्नुहुन्छ रामपुर चोक हो। ठ्याक्कै रामपुर चोक विराटनगर 11 पर्छ। ठ्याक्कै यो अगाडि रामपुर चोक, यहाँबाट थोरै अलिकति दक्षिण आउनुभयो भने यो राम्रो लोकेसनमा यो जग्गा आएको छ। म थोरै पछाडिबाट पनि लगेर देखाइदिन्छु। वरिपरिको लोकेसन पनि यहाँले हेर्न सक्नुहुन्छ। राम्रो रेसिडेन्सी एरियामा छ। पछाडिपट्टि थोरै लगेर म यहाँलाई पछाडिपट्टिको जग्गा अथवा पछाडि पनि बाटोले छोएको छ। 24 फिट पछाडि जग्गाको मुख छ। त्यो पनि लगेर थोरै म यहाँलाई देखाइदिनेछु। यो पछाडिपट्टि जाउँ। पछाडिपट्टि यहाँले हेर्न सक्नुहुन्छ। यो तीनवटा कोठा भएको संरचना प्लस पछाडि एउटा टोइलेट बाथरुम छ। पछाडि अर्को तर्फ पनि बाटोले छोएको छ। त्यतातर्फ चाहिँ 24 फिट जग्गाको मुख छ। हेर्न सक्नुहुन्छ यतातर्फ। यो साइडतर्फ 24 फिट मुख छ। यताले बाटोले छोएको छ। यदि यहाँहरू इन्ट्रेस्टेड हुनुहुन्छ, यसको पुरा भिडियो हेर्न चाहनुहुन्छ भने रियल इस्टेट नेपाल भुवन थापा युट्युब च्यानलमा गएर यसको पुरा भिडियोमा डिटेल्स, कन्ट्याक्ट नम्बर, प्राइस सबै यहाँले पाउन सक्नुहुन्छ। थ्याङ्क यू।